Bye bye, see you tomorrow again last. Hello, Sevaro, namaste, welcome to my YouTube channel. म आज चाहिँ फेरि मेरो YouTube च्यानलमा चाहिँ ब्याक आएको छु हैन। अनि आज चाहिँ म चाहिँ एकदम यो ठाउँ चाहिँ एकदम भाइरल भएको छ हैन। अनि यो ठाउँमा चाहिँ घुम्नको लागि आएको। कस्तो राम्रो रहेछ हेर्नु, ब्याकग्राउन्ड चाहिँ खतरा छ फेरि। अनि यताबाट हेर्नु यस्तो दामी छ। मान्छे पनि हिँड्दैछ नि त हाम्रा तुमा। अनि यता पर्छ, यता चाहिँ सिबिङबा के भन्छ तेर्से डाँडा के हो बोल्नु हुँदैन, तेर्से डाँडा भन्छ सिबिङबा अरे हैन ठाउँ पनि। अनि यता चाहिँ हाम्रो क्यामेराम्यान र हाम्रो चाहिँ यस्तो दामी देखिएको छ हैन सिनहरु, तर हामी चाहिँ एडिट गर्न जान्दैनौँ हैन। अनि यहाँबाट चाहिँ यसलाई चाहिँ के भन्छ तीनजुडे डाँडा, तीनजुडे डाँडा भन्छ हैन। अनि यहाँ पर चाहिँ अहिले चाहिँ हल्का हल्का अँध्यारो यो बादल लागेर चाहिँ अँध्यारो देखियो हैन, त्यही पनि केही छैन। र अब भोलि चाहिँ म चाहिँ फेरि उड्छु यस्तरी पखेटा लगाएर प्याटेक लगाएर हैन। अनि भोलि चाहिँ म पखेटा लगाएर जानुपर्ने अवस्था छ। अनि हाम्रो सबैभन्दा पहिलो कुरो चाहिँ एकदम सिन चाहिँ राम्रो देखियो क्या यहाँ चाहिँ हैन। अनि पुरा बादल उडिरहेको हैन, यत्रो पाथी जत्रो डाँडा। अनि यता चाहिँ भन्ज्याङ साइड छ हैन। अनि यहाँबाट चाहिँ मान्छे अनि आउँदो रहेछ बाइकमा हैन। अनि हामी चाहिँ अब हामी चाहिँ हिमु पेक गरेको ल। अब धेरै त हामी त बोल्नु सक्दैनौँ हैन, हामी त अब युट्युबर पनि हैन। हामी चाहिँ मेन्जो हल्का ट्राई गरेको कस्तो हुन्छ भनेर हैन। लाइक शेयर सब्स्क्राइब एन्ड साथ सपोर्ट देखाउनु होला। मेरो पनि च्यानल छ रोजन ब्लग, सब्स्क्राइब माया देखाउनु होला। त्यति भन्दै हामी कि समय अथवा केको लागि बाबाई टाटा बाई बाई। हाम्रो 2 करोड छ त यही सुँग्याउन चाहन्छौँ। मेरो गाउँ चाहिँ एकदम माक्राबानी देपारा छ हैन, त्यही पनि ठिकै छ। अनि हामी चाहिँ अब स्वर्गभन्दा कम छैन। खै अहिले चाहिँ के भन्छ झापाली ताप्लेजुङ पाँचथर धनकुटा खै केहरू चाहिँ एकदम पारा देखाउँदैछन् हैन। हामी चाहिँ पारा देखाउँदैनौँ, बरु हाम्रो गाउँ आफै देखाउँछौँ हैन। त्यही राम्रो लाग्छ मलाई चाहिँ, पारा भन्दा चाहिँ बरु त्यो ठिक छ क्या एकदम। अनि यहाँ पर चाहिँ हाम्रो मन बहादुर सरको घर हो हैन। अनि हामी चाहिँ अब बाटोमा कुद्दैछौँ। गोल खेल्नु पर्ने जुत्ता छैन, खुट्टा मात्रै छ हैन। अनि टक्क लागेर यहाँ पारी चाहिँ यो ठुलो थुम्की चाहिँ थिमामे भेत्तुबे हो, थुम्मे दिन सिनाम थुम्मे दिन भन्छन्। अनि मेरो गाउँ चाहिँ यहाँदेखि तल बास्कारीदेखि अलिक तल रातो टिन देखिएको हैन, खासै राम्रो देखिँदैन। अनि अब हामी चाहिँ हेरे भने जस्तो हैन। अनि यहाँ चाहिँ चौतारा पनि रहेछ क्या, चौतारामा यसैली चौतारामा बस्नु पऱ्यो नि एकचोटि। चौतारामा हामी चाहिँ बसिरहेको छौँ हैन, एकपल्ट मात्रै बसेको। यहाँदेखि तल चाहिँ हाम्रो गाउँ देखिन्छ, तर कालो देखिँदो रहेछ हैन। तै पनि ठिकै छ, मान्छे छैन। अनि हामी चाहिँ अब हाम्रो चन्द्रवाङ सरको घरमा पुगेर त्यहाँबाट अरालो झर्छौँ। हाम्रो चन्द्रवाङ सरको घर हेरौँ न, यहाँनिर 10 तले बिल्डिङ, महल छ नि, महल के भन्छ घर एकदम राम्रो छ हैन। जेठा महिला साइला काइला कन्तरे सबै मिलेर चाहिँ घर बनाएको घर हो यो हैन। एकदम राम्रो छ, पुरा ट्याप्प बसेको ठाउँ छ हैन। अनि यहाँ पर चाहिँ मूल घर हो हैन। यहाँ पनि एकदम राम्रो बनाइदिनु भएको छ। अनि तुम्बाहरू हुनुहुन्छ भन्दाखेरि तुम्बा चाहिँ अस्ति धान नाच्नु जानु भएको छ अरे। अनि तुम्बा चाहिँ बसिरहनु भएको छ, बुढी बजुए तुम्बा। अनि हामी चाहिँ अब हामी भरे घर पुगेपछि गोल खेल्न जान्छौँ। अनि हामी फेरि भेट्नेछौँ ल। बाई बाई सी यू टुमारो एगेन लास्ट।